नमस्कार। यो आज चाहिँ नि हामी धनगढीमा धेरैवटा धनगढीमा 1900वटा वडामा प्राकृतिक कुलो अथवा चाहिँ नि खोलाहरू रहेको छ। त्यो खोलाको व्यवस्थापन गर्नलाई हामीले कैलाली नालाबाट सुरुवात गऱ्यौँ। गएको वर्षदेखि यहाँहरूले हेर्नु भएको थियो होला। खोला नाला अतिक्रमण हटाऊ भनेको खोलाका क्षेत्राधिकारलाई हामीले खाली गर्न खोजेको थियौँ। त्यसको प्रयोजन के हो भने खोला नालाको शहरीकरण बढ्दै जाँदाखेरि खोला नाला यस्ता सार्वजनिक चिजहरूको सम्पत्ति सार्वजनिक सम्पत्ति हो। त्यो चिज भविष्यमा सबै नगरवासीको लागि हुनुपर्ने चिज केही व्यक्तिले ओगटेर बसेको कुरालाई हामीले खाली गरायौँ। त्यसै अनुरूप अब धनगढी उपमहानगरपालिकाले दीर्घकालीन रूपमा क्रमिक रूपमा एउटा खोला नालाको अतिक्रमण हटाउने र खोला नालाकोमा चाहिँ को किनारमा चाहिँ नि मान्छे हिँड्ने बस्ने खेल्ने ठाउँ बनाउने योजना अघि सारेको छ, जसको कारणले त्यसको प्राकृतिक रूप पनि नबिग्रियोस्, वातावरणलाई पनि त्यसले असर नपरोस् र सहरको सौन्दर्यता पनि बढाओस् र नागरिकहरूलाई जब धेरै खेल्ने ठाउँहरू घुम्ने ठाउँहरू त्यसरी समय बिताउने ठाउँहरू अब अभाव हुँदै जान्छ। त्यो कुरालाई पनि मध्यनजर गरेर हामीले चाहिँ नि धनगढी नगरपालिकाले अहिले 2.5 किलोमिटर यता 2.5 किलोमिटर उता गरेर 5 किलोमिटरको चाहिँ डिपिआर तयार डिटेल प्रोजेक्ट रिपोर्ट हामीले तयार गरिसकेका छौँ, जो 8वटा प्याकेजमा छ। जुन 8वटा प्याकेजले को कारणले गर्दाखेरि बनाउनलाई सजिलो होस्, किन ठुलो बजेटमा बन्छ र यसपालि चाहिँ नि हामीले क्रमिक रूपमा जसै जसै बजेट छुट्टिँदै जान्छ क्रमिक रूपमा चाहिँ नि त्यो बन्दै जान्छ। त्यो कैलाली नाला कैलाली जिल्लाको नामबाट रहेको कैलाली नाला महत्त्वपूर्ण ठाउँ हो, जसलाई बनाइसकेपछि धेरैभन्दा धेरै मान्छेले हेर्नेछन् र आफ्नो ठाउँ नजिकको खोला नालाहरू अतिक्रमणबाट जोगाउनेछन् र पछिको पुस्ताको लागि त्यसलाई जगेर्ना गरेर राख्नेछन् र यो सहरलाई वातावरणीय अनुकूल हुने गरेर जोगाउनको लागि भनेर प्रयासहरू हुनेछ भन्ने हिसाबले हामीले यसको चाहिँ चरणबद्ध रूपमा यसको डिपिआर तयार गरेर चरणबद्ध रूपमा यसको निर्माण कार्य अगाडि बढाउने लक्ष्य लिएका छौँ। यो चाहिँ नि खोलाको अतिक्रमण हटाउँदाखेरि यसले टेम्परेचरको पनि घटाउने काम पनि केही हदसम्म यसले पनि गर्छ भने प्राकृतिक त्यसको जुन जैविक विविधता छ त्यसको पनि संरक्षण गर्छ र साथै यसले सहरको सौन्दर्यता बढाउने कारणले गर्दाखेरि हामीले यसको डिपिआर तयार गरेको छौँ। डिपिआर 8वटा चरणमा छ। यो 8 चरणको डिपिआरको भन्नुको अर्थ के हो भने 8वटा टुक्रामा छन्। हामीले ठेक्का लाउनु पऱ्यो बनाउनु पऱ्यो भने एउटा एउटा गरेर बनाउन सकिने अवस्था छ। यो चाहिँ नि डिपिआर तयार भएको यसको एउटा भिडियो तयार भइसकेको छ। यस विषयमा नागरिकको लागि यो सूचना पनि दिनको लागि कि यो तयार भइसकेको छ। यसमा केही कमेन्ट छन्, यसमा यो एक्सपर्टले बनाउने हो, हामीले हाम्रो भावना भन्ने हो। त्यसै गरेर कसैको केही कमेन्ट छ त त्यसमा केही सुधार गर्नुपर्ने कुरा चाहिँ के छ भने कृपया यो सुझावको लागि पनि यो हामीले भिडियो गरेका छौँ। व्हाट्सएप नम्बरमा र नगरपालिकाको मेलिङ एड्रेसमा आफ्ना सुझावहरू ल्याएर सम्भव हुनेसम्म चिजहरू हामी त्यसलाई सुधार गर्ने प्रयास गर्नेछौँ। अब हेर्नुहोस् यसको डिपिआरको यो डिभिडी।